हेलो एभ्रिवान, वेलकम टु सिभिल साइट नलेज। स्वागत छ तपाईलाई मेरो युट्युब च्यानलमा। र आज म भक्तपुरदेखि साखु जाने बाटोमा हिँड्दै गर्दा यो भर्खरै बन्दै गरेको जुन हाइवे हो, हाइवे प्रोजेक्ट हो, त्यो चाहिँ यो बाटो हिँड्दा मैले प्रोजेक्टमा काम गरेकै जस्तो फिल भयो र यो ठाउँमा तपाईहरु हेर्न सक्नुहुन्छ जुन स्ट्रक्चरहरु मैले लाएको थिएँ त्यस्तै सिमिलर टाइपको स्ट्रक्चरहरु चाहिँ यहाँ लाएको रहेछ। सपोज म तपाईलाई हेराउन गइरहेको छु। यहाँ चाहिँ यो हेर्दै हुनुहुन्छ मुनितिरको, यसलाई चाहिँ हामी रिटेनिङ वाल भन्छौं। यो साइड जुन मेसनरी रिटेनिङ वाल, यो चाहिँ मेसनरी हो भने जुन अर्को साइड हेर्दै हुनुहुन्छ तपाईहरु, यो चाहिँ प्लम वाल रहेछ। यो चाहिँ प्लम वाल हो र प्लम वाल, अनि यो चाहिँ ड्रेन सेक्सन यही छुट्याएको रहेछ। अनि यहाँ चाहिँ अहिलेसम्म मलाई लागिरहेको छ अहिलेसम्म यहाँ चाहिँ सबबेसको काम चाहिँ कम्प्लिट गरिसकेको छ। सबबेस हैन, यसलाई चाहिँ ट्राफिक कम्प्याक्सनको लागि चाहिँ छोड्दिया रहेछ। अब यो ठाउँमा चाहिँ सबबेसको काम सकेर ट्राफिक कम्प्याक्सनहरु मजाले नै हुन्छ, किनभने जुन यो सबबेसको मटेरियल देखिरहेको छु एकदमै राम्रो रहेछ। यो चाहिँ सारै कम्प्याक्ट हुने खालको रहेछ। सबै कुराको रेसियो चाहिँ मजाले मिल्या रहेछ। र यस्तै हेर्दाखेरि अझै यहाँ देख्नुहुन्छ तपाईहरु, यहाँ चाहिँ आरसीसी स्ट्रक्चर पनि लागेको रहेछ। किनभने यो टर्निङहरु हो, यस्तो ठाउँहरुमा चाहिँ प्राय जसो आरसीसी स्ट्रक्चर नै टिक्ने गर्छ। यहाँ चाहिँ वेयरिङ कोर्स जुन हुन्छ नि, त्यो चाहिँ टियरिङ हुने चान्सेस म्याक्सिमम हुन्छ। त्यही भएर प्राय जसो टर्निङ, पहाडको टर्निङ ठाउँमा चाहिँ आरसीसी स्ट्रक्चर नै, आरसीसी ढलान नै गरे हुन्छ। र यो विपलहरु पनि लागेको रहेछ। राम्रै काम भएको रहेछ कामहरु चाहिँ। यो काम हेर्दा चाहिँ मैले गरेको प्रोजेक्ट जस्तै सिमिलर त्यस्तै देखियो। र यहाँ क्याचपिट पनि म तपाईहरुलाई देखाउन गइरहेको छु। यहाँ क्याचपिट पनि बनाएको रहेछ। राम्रै रहेछ क्याचपिटहरु। र यहाँ चाहिँ यसो हिम पाइप हेर्दा कतिको हिम पाइप लगाएर रहेछ भनेपछि मैले गर्ने प्रोजेक्टमा 900 mm डाइको थियो भने यहाँ चाहिँ 600 mm डाइको रहेछ। र यो चाहिँ कट अफ वालहरु जुन मैले भनेको थिएँ, यो साइड वाल कट अफ वालहरु सबै यहाँ त्यस्तै सिमिलर छ। र यसको आरसीसी को थिकनेस चाहिँ यहाँ 20 cm नै छ, त्यो भन्दा बढी छैन। प्राय जसो 20 cm नै हुन्छ आरसीसी ढलान हो। यहाँ चाहिँ यो टुङ्गेको हो। किन चाहिँ टुङ्ग्या हो भने आरसीसी ढलानमा चाहिँ खर्च बढी आउने गर्छ। र यो टर्निङ पोइन्टमा चाहिँ खास गरी प्रिफर गर्ने भनेको आरसीसी स्ट्रक्चर हो, अलिकति यो पहाडी भेगतिर। त्यही भएर यस्तो ठाउँमा चाहिँ आरसीसी ढलान नै युज गरेछ। र हेर्दै हुनुहुन्छ तपाईहरु, यो साइडमा चाहिँ किन प्लम वाल लाको र यो साइडमा किन रिटेनिङ वाल लाको हो भनेपछि प्लम वालमा कस्ट बढी आउन जान्छ र रिटेनिङ वालमा त्यो भन्दा कम्ती हुने गर्छ। त्यही भएर ठुलो सेक्सनमा चाहिँ रिटेनिङ वाल लाको छ। र अर्को साइडमा हिल साइडतिर चाहिँ यो प्लमको ब्रेस्ट वाल, आई थिंक ब्रेस्ट भन्दा पनि रिटेनिङै हो। स्मल सेक्सनको हाइट लगभग 1.5 मिटर जतिको रहेछ। त्यही भएर चाहिँ यसलाई ब्रेस्ट भन्दा पनि रिटेनिङ भन्दा नि हुन्छ, रिटेनिङ ब्रेस्ट वाल यो भन्दा नि हुन्छ। र यो बाटो हेर्दै गर्दा चाहिँ एउटा ब्लग बनाइहालौँ, एउटा भिडियो बनाइहालौँ भन्ने फिल भयो। र त्यही भएर मैले चाहिँ यो भिडियो बनाएँ तपाईहरुसम्म। यहाँ चाहिँ क्रसिङ गराछ यो बाटो हिम पाइप लाएर क्रसिङ गराछ र यहाँ चाहिँ निकालेछ। र यो ठाउँको दृश्य हेर्नुहुन्छ एकदमै रमाइलो रहेछ। यो ठाउँमा चाहिँ जे होस् एग्री फार्मिङहरु चाहिँ राम्रो रहेछ, राम्रो गर्दो रहेछ मान्छेहरुले। जे होस् ठाउँ पनि एकदमै ग्रिनरी रहेछ चारैतिर। र यता कृषिको कुरामा चाहिँ मान्छेहरु निकै लागि परेको रहेछ। यहाँ आलु खेती रहेछ। र यो खेतहरुलाई चाहिँ जोगाउनलाई यहाँ चाहिँ
ब्रेस्ट वाल चाहिँ लगाइदिनु भएको रहेछ हाइवे प्रोजेक्टको मान्छेहरूले। र यहाँ चाहिँ ओपनिङ निस्किया छ क्रसिङ गरेर। तर एज पर द रिक्वायरमेन्ट हुनुपर्ने 1 मिटरमा, तर यहाँ चाहिँ 1.5 मिटरमा राखेको छ। त्यो सिचुएसन हेरी हुन्छ। अब यो ठाउँमा त्यति साह्रो चाहिँ विप हल पाइपको कुरा गरेँ मैले, यो ठाउँमा त्यति साह्रो पानी रसाउने ठाउँ रहेनछ, त्यही भएर 1.5 मिटरमा चाहिँ राखेको रहेछ। जस राम्रो रहेछ यतिको एज पर द सिचुएसन। यही हो एक्सपिरियन्स इन्जिनियरहरूको अथवा प्राविधिकहरूको कि कतिको सिचुएसनमा, कस्तो सिचुएसनमा चाहिँ कसरी हामीले चाहिँ काम म्यानेज गर्न सक्नुपर्छ, प्रोजेक्टलाई म्यानेज गर्न सकिन्छ। जस्तो म माथि भनेको थिएँ यतिसम्म टुङ्ग्याएको थियो आरसिसी ढलान, यहाँ पनि टर्निङ सकाएर चाहिँ यहाँ चाहिँ टुङ्ग्याएको रहेछ आरसिसी ढलान। किनभने प्रायःजसो टर्निङहरूमा स्लोप छ भने त्यो ठाउँमा ब्ल्याक टप चाहिँ काम दिँदैन, एकदमै छिटो वेरिङ एन्ड टियरिङ हुन जान्छ। त्यही भएर यो ठाउँमा चाहिँ आरसिसी ढलान नै गरे हुन्छ। प्रायःजसो ठाउँमा हेर्नुहुन्छ त्यस्तै गरे हुन्छ। र यहाँ चाहिँ सटरिङ गरेको छ, जस राम्रै काम भएको छ। यो सटरिङ गरे रहेछ र सटरिङ यहीँ छोडिदिएको रहेछ, जस्तोको त्यस्तै छोडिदिएको रहेछ। कसैले लान्छ पनि, कसैले त्यतिकै छोडिदिन्छ पनि, हैन, त्यस्तै हो। र अचेल त्यति साह्रो भिडियो चाहिँ बनाउन पाएको छैन मैले। आशा छ तपाईहरु मलाई साथ दिनुहुन्छ, साथ सहयोग गर्नुहुन्छ र मेरो भिडियोहरु मन परिराख्नु भएको छ भने प्लिज लाइक शेयर सब्स्क्राइब गरिदिनु होला। र साथीहरुलाई पनि त्यस्तै प्र्याक्टिकल नलेज फिल्ड वर्क हाइवेको बारेमा केही बुझ्नु छ भने प्लिज कन्सिडर गरिदिनु होला, अरु साथीहरुलाई पनि भनिदिनु होला। हस्, धन्यवाद। अब नेक्स्ट भिडियो तपाईहरुको लागि लिएर आउने नै छु। हस्, थ्यांक यू। हैव अ गुड डे सबैजनालाई।